इतिहासले एउटा क्रूर सत्य सिकाएको छ, कुनै पनि शासकको सबैभन्दा ठूलो हार उसको आदेशमा होइन, उसको असक्षमतामा लुकेको हुन्छ। नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ 23 को रक्तपातपूर्ण घटनामा आफ्नो आदेश नभएको दावी गरेका छन्। तर यो स्पष्टीकरणले उनलाई दोष मुक्त होइन, बरु आधुनिक राजनीतिक इतिहासकै सबैभन्दा असक्षम कमान्डर साबित गरिदिएको छ। विश्वका कुनै पनि लोकतान्त्रिक प्रणालीमा सोधिने प्रश्न एउटै हुन्छ, अकाउन्टेबिलिटी। ओलीको तर्क छ सुरक्षाकर्मीले कानूनको शपथ खाएका हुन्छन्, मेरो आदेश होइन। यो तर्क आफैमा एउटा लिडरशिप प्याराडक्स हो। यदि देशको कार्यकारी प्रमुखकै नाकमुनि राज्यका संरचना चल्छन्, कलिला बालबालिका मानव ढाल बनाइन्छ र आफ्नै सुरक्षा निकायले अन्धाधुन्द गोली चलाउँछ भने त्यो प्रधानमन्त्री पदमा बसेको व्यक्ति शासक थियो कि केवल एउटा मूक दर्शक? जुन प्रधानमन्त्रीले आफ्नो इन्टेलिजेन्स मार्फत सम्भावित घुसपैठ रोक्न सक्दैन, जसको आफ्नै सुरक्षा निकायसँग तालमेल छैन, उसले मैले गोली हान भनिन भन्नुको अर्थ हो म कुर्सीमा त थिएँ तर मेरो हातमा स्टेरिङ थिएन। राजनीतिमा यो स्वीकारोक्ति अपराध भन्दा पनि खतरनाक हुन्छ, किनकि एउटा हत्यारालाई सजाय दिन सकिन्छ तर एउटा निकम्माले त सिङ्गो राष्ट्रको भविष्य नै अन्धकारमा धकेलिदिन्छ। बुझ्ने भाषामा भन्दा यो एउटा स्टेट फेलियरको क्लासिक उदाहरण। राज्यको नेतृत्व पोस्टमार्टम गर्नका लागि होइन, दुर्घटना रोक्नका लागि लिइन्छ। सुरक्षाकर्मीको बन्दुकबाट निस्केको गोलीले केवल 19 जनाको ज्यान मात्र लिएन, त्यसले नेपालको लोकतान्त्रिक कमान्ड एन्ड कन्ट्रोलको जग नै हल्लाइदियो। स्पष्टीकरण त सडकको सामान्य मान्छेले पनि दिन्छन्, एउटा राष्ट्र प्रमुखले त नैतिक जिम्मेवारी लिने साहस गर्नुपर्छ। प्रश्न यो होइन कि तपाईले गोली हान्ने आदेश दिनुभयो कि भएन, प्रश्न यो हो जुन मान्छेले आफ्नै मातहतको संयन्त्रलाई संयमित राख्न सक्दैन, उसलाई फेरि यो देशको चाबी सुम्पिनु कतिको न्यायोचित हुन्छ? तपाईलाई के लाग्छ, सत्ता भनेको केवल सुविधा भोग्ने मञ्च हो कि नतिजाको जिम्मेवारी लिने कुर्सी? के हामीलाई यस्तो प्रधानमन्त्री चाहिएको हो जो दुर्घटनापछि मात्र बिउजिन्छ? आफ्नो विचार कमेन्टमा छोड्नु होला।